नेपालभरिका जिल्लामा जति हुनुहुन्छ मिडियाकर्मी साथीहरू सबैलाई विशेष धन्यवाद। तपाईँहरूको सपोर्टले, तपाईँहरूको मायाले गर्दाखेरि आज हामी यहाँसम्म आइपुगेका छौँ र अझै माथि पुग्दैछौँ। अझै 51 दिन भयो होला, आज कयौँ दिन पुऱ्याइदिनु होला। र साथै हल सञ्चालकज्यूहरूलाई पनि एकदम विशेष धन्यवाद छ। नेपालभरिका जिल्लामा जहाँ हुनुहुन्छ हलहरू, त्यहाँका सञ्चालकज्यूहरू र त्यहाँका स्टाफहरूलाई पनि विशेष धन्यवाद छ। हल बेलुकासम्म, राति 2 बजीसम्म हल चल्छ। हुन्छ नि, यो पहिलो हप्ता, दोस्रो हप्ता, तेस्रो हप्तासम्म चल्यो र रातिसम्म पनि उहाँहरूले चाहिँ स्टाफहरूले साथ दिनुभएको छ, सहयोग गर्नुभएको छ हललाई। यसको लागि सम्पूर्ण हलका स्टाफहरूलाई धन्यवाद छ। त्यसपछि हाम्रो सम्पूर्ण चलचित्र आबाट आमाका सम्पूर्ण टिम, टेक्निसियन टिमबाट सुरु गर्छु म चाहिँ। हाम्रो स्पोर्ट बोय, हाम्रो भाइहरूदेखि लिएर हाम्रो मेकअप, हेयरमा जति हुनुहुन्छ प्यार हाम्रो दिदीहरू, बहिनीहरू सबैलाई धन्यवाद छ। र इन्डियाबाट आउनुभएको थियो हाम्रो साथी, हाम्रो सुनिलजी र राजुजी हुनुहुन्थ्यो। इन्डियाबाट अब हाम्रो मेकअपमा हुनुहुन्थ्यो। सो मेकअपको हाम्रो सुनिलजी र राजुजीलाई पनि धन्यवाद छ। त्यसपछि सम्पूर्ण एडी टिमहरू, असिस्टेन्ट डिरेक्टर र डिरेक्सन डिपार्टमेन्टका सम्पूर्ण टिमहरूलाई धन्यवाद छ। सुटिङ एकदमै राम्रो तरिकाले साथ दिनुभयो, हामीलाई सम्पन्न गराइदिनु भयो। र नवराज उप्रेतीको टिम, सम्पूर्ण टिमलाई धन्यवाद छ। लाइट म्यानदेखि लिएर लक्ष्मणको टिमदेखि लिएर सम्पूर्ण टिमलाई विशेष धन्यवाद छ। हाम्रो डिस्ट्रिब्युटर आरआर फिल्म्सका सम्पूर्ण साथीहरू, सम्पूर्ण टिमलाई धन्यवाद छ। तपाईँहरूले गर्दाखेरि देशभरि एकदमै सभ्य र भव्य तरिकाले चलचित्र चल्यो नेपालभरि नै। र विदेशमा जति हुनुहुन्छ हाम्रो वितरकज्यूहरू, विदेशमा जतिले फिल्म लिएर जानुभयो सबैलाई धन्यवाद छ। र विदेशमा जतिले चलचित्र हेरिदिनु भयो, नेपाली जति हुनुहुन्छ विदेशमा, सम्पूर्ण विदेशमा हुने नेपाली दाजुभाइ आमाबुवाहरूलाई चाहिँ विशेष धन्यवाद छ। मोरी धन्यवाद। तपाईँहरूको आशीर्वादले गर्दाखेरि हाम्रो चलचित्र आज 51 दिनमा पुगेको छ। र सँगसँगै मेरो चलचित्रका सहकर्मी सिमरन पन्त र उसप्रतिलाई पनि विशेष धन्यवाद छ। तपाईँहरूबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ। तपाईँहरूसँग काम गर्न पाउँदा अति नै खुसी लाग्यो मलाई। तपाईँहरूको एनर्जीले मेरो एनर्जी झन् डबल बनाउन पाएँ, मौका पाएँ मैले। तपाईँहरूको त्यो हुन्छ नि, त्यो एनर्जी यस्तो राम्रो थियो कि मलाई जुन पोजिटिभ एनर्जीले गर्दाखेरि मेरो काममा पनि अझै राम्रो निखारता आयो जस्तो लाग्छ। र आदरणीय मेरो मम्मी, दिदी, मम्मी, मेरो घरकै मेरो मुवालाई देखाए जस्तो लाग्छ मलाई, मेरो टिफिना ममलाई देख्दाखेरि चाहिँ। र चलचित्रमा हामी जति सुटिङ गऱ्यौँ, मैले सुटिङको डे 1 देखि सकिँदासम्म पनि हामीले, अहिलेसम्म पनि मैले चाहिँ विपिना थापा ममलाई चाहिँ मेरै मुवाको रूपमा देख्छु। मैले उहाँको अनुहार नै मेरो मुवा घोषिन्छ कि जस्तो लाग्छ मलाई। सो एकदम थ्याङ्क यू विपिना दी, हजुरसँग काम गर्न पाएँ मैले। यो मौका जुर्यो, तपाईँहरूसँग यस्तो लेजेन्ड आर्टिस्टसँग चाहिँ काम गर्न मौका पाएँ। एकदम आफूले भाग्यमानी फिल गर्छु मैले चाहिँ। सँगसँगै प्रदीप राउत सर हुनुहुन्छ, अब बलिउडमा यति राम्रो ठुलो मान्छे, र नेपालमा पनि हामीले यसरी उहाँसँग काम गर्न पाउँछौँ भन्ने चाहिँ मलाई लागेको थिएन, तर भयो। यो एकदमै हुन्छ नि, सपना पुरा भयो। यसको लागि प्रदीप राउत सरलाई मिस गरिरहेको छौँ हामी। उहाँ हुनुहुन्न अहिले नेपालमा, इन्डियामा हुनुहुन्छ, तर हामीले यहीँदेखि मिस गरिरहेको छौँ। एकदम थ्याङ्क यू सो मच सर हजुरको साथको लागि। र अहिले हामीले एकदमै मिस गरिरहेको छौँ साइग्रस पोखरेजी, उहाँको मेरो राम दाई। एकदमै खुसी लाग्छ उहाँसँग काम गर्न पाउँदा, खुसी लाग्यो। उहाँसँग धेरै कुराहरू सिक्ने मौका पाएँ। उहाँको आवाजको त हामी फ्यान थियौँ नै, उहाँको शब्दको त फ्यान थियौँ नै, र उहाँको कामको पनि हामी फ्यान भयौँ। र उहाँलाई एकदम स्वागत छ फिल्म इन्डस्ट्रीमा। उहाँको पहिलो फिल्मले एकदमै सफलता पाएको छ र सबै जनताले, दर्शकले चाहिँ उहाँलाई रुचाउनु भएको छ। रुचाएर चाहिँ उहाँलाई एकदम एउटा लेभलमा पुऱ्याइदिनु भएको छ एक्टिङ फिल्ममा पनि। सो उहाँलाई पनि एकदमै बधाई छ। र लास्टली मेरो आदरणीय दाई, जुन अवस्थामा थिएँ म, जति बेला चाहिँ पर्साले के नै गर्न सक्छ र इन्डस्ट्रीमा उसको उपस्थिति पनि छ र भनी एउटा क्वेसन गरिरहेको बेला, एउटा चाहिँ मुद्दा उठिरहेको बेला चाहिँ चन्द्रपन्त डायरेक्टरले चाहिँ पर्सालाई लिएर म काम गर्छु भनेर चाहिँ एउटा हिम्मत जुटाएर काम गर्नुभयो र मलाई अप्रोच गर्नुभयो र पल हामी काम गर्न सक्छौँ भनेर भन्नुभयो उहाँले। त्यो देख्दाखेरि चाहिँ मलाई त्यही बेला नै म एकदम थ्याङ्कफुल थिएँ उहाँप्रति, एकदमै धन्य थिएँ। र
दाइ मैले मेरो नाममा यस्तो भइरहेछ अहिले होइन फिल्महरू एभरेज भइरहेछ के गर्नुहुन्छ तपाईँले मैले क्वेसन गर्दा पनि उहाँले पल तिमी गर्न सक्छौ तिमीलाई राम्रो स्क्रिप्ट चाहिएको छ ओके हामी गर्न सक्छौँ भनेर चाहिँ उहाँले एउटा साथ दिनुभयो यसको लागि विशेष धन्यवाद मेरो आदरणीय दाई आदरणीय निर्देशकज्यू मेरो प्यारो दाई चन्द्रपन्त दाईलाई एकदमै विशेष धन्यवाद छ नमन छ तपाईँलाई जति धन्यवाद दिएर पनि पुग्दैन तपाईँलाई त्यो अवस्थामा भएको एउटा आर्टिस्टलाई चाहिँ तपाईँले उचालेर र तपाईँले चाहिँ यो काम चाहिँ गर्न सक्छ है भनेर चाहिँ विश्वास गरिदिएकोमा मुरी धन्यवाद दाई तपाईँलाई यो साथ सधैँ राखिरहोस् र तपाईँलाई पनि मैले तपाईँको लागि म गर्छु मेरो लागि तपाईँको थाहा छ मलाई त्यसको लागि मुरी धन्यवाद र अर्को मैले छुट्याउनु नहुने कुरा छ नेपालका प्रत्येक जिल्लामा हुनुहुने